हाई अगेन आज चाहिँ म बनाउँदैछु चिकन बाउ रेसिपी र यसको लागि चाहिँ मैले एउटा बोलमा लिए यिस्ट त्यसमा एड गरेँ वार्म वाटर र एक्टिभेट हुनुको लागि छोडिदिएँ। एक्टिभेट भइसकेपछि एउटा बोलमा लिए आटा त्यसमा एड गरेँ ओइल र एक्टिभेट भएको यिस्टलाई मजाले मिक्स गरेर निट गरेर एउटा डो प्रिपेयर गरेँ। त्यहाँदेखि मैले यसलाई राइस हुनुको लागि छोडिदिएँ। राइस भइसकेपछि मैले मुक्टुमा मजाले तेल लगाएँ र त्यो अघिको डोलाई मजाले बेलेर सानसानो बेलेर यसरी ओइल लगाएर फोल्ड गरेर राखिदिएँ। सबै डोलाई मैले त्यसरी नै बनाएर राखिदिएँ र मैले चिकनलाई थिनली स्लाइस गरेँ। यो चाहिँ फिलिङको लागि स्लाइस गरेर त्यसमा एड गरेर जिन्जर गार्लिक पेस्ट, सल्ट, ओयस्टर सस, अलिकति मेरोमा सोया सस थियो त्यो सोया सस एड गरिदिएँ र माथिबाट भेनिगर र मजाले यसलाई मिक्स गरेँ हो। अनि मिक्स गरेर मैले म्यारिनेट हुनुको लागि छोडिदिएँ। यतापट्टि मैले एउटा प्लेटमा लिएँ ब्ल्याक पेपर र कर्नफ्लोर र अघि म्यारिनेट गरेको चिकनलाई यसरी मजाले कोट गर्दै मैले यसलाई फ्राई गरेँ र यसरी मजाले फ्राई भइसकेपछि यो अलग्गै राखेँ मैले र एउटा बोलमा मैले लिएँ टमेटो सस र पानी र अलिकति मैले यसमा एड गरेँ चप गरेको गार्लिक एड गरेर मैले यसलाई मजाले मिक्स गरेँ र एउटा प्यानमा मैले स्पिनिचलाई मजाले यसरी सटे गरेँ। त्यहाँदेखि मैले ससको लागि एउटा प्यानमा अघि प्रिपेयर गरेको मिक्सचरलाई हालेँ र अलिकति कश्मिरी लाल पनि हालेँ र मजाले मिक्स गरेँ। त्यहाँदेखिको एड गरेँ कर्नफ्लोरको सिरप र मजाले चलाएर सस बनिसकेपछि त्यसमा अघि फ्राई गरेको चिकनलाई एड गरेँ र चिकनलाई मजाले ससमा कोट गरिसकेपछि यो रेडी पनि भयो र मैले यसलाई चाहिँ यसरी फिल गर्दैछु। हेर्नुहोस् त यसमा मैले रेड चिलिजहरू पनि हालेको छु र माथिबाट स्प्रिङ अनियन स्प्रेड गर्दै र यो एकदमै रेडी भयो। तपाईँहरूले पनि यो ट्राई गर्नुहोस् एन्ड डु लेट मी नो इन द कमेन्ट सेक्सन।